जय मेसी, गुड मर्निङ सबैजनालाई। फेरि पनि हजुरहरू सबैजनालाई मेरो निलुस भ्लगमा स्वागत छ। सो साथीहरू, म चाहिँ अहिले चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ नि म चाहिँ जाँदैछु पर ब्रोकली र गाजर ल्याउनु। आन्टीले बोलाइराख्नु भएको छ कि गाजर र ब्रोकली ल्याउनु। अन्त म चाहिँ जाँदैछु गाजर र ब्रोकली ल्याउनु। साथीहरू, एकदम छोटो हुन्छ होला, छोटो भयो भने पनि मेरो भिडियो अनि भ्लगलाई हेरेर चाहिँ साथ दिनुहोस् होला साथीहरू। यहाँ हेर्नुहोस् यतातिर है, कोपी आलुहरू बढी चाहिँ मेरो क्यामेरामा आउँछै आउँछ, मेरो क्यामेरामा आउँछै आउँछ। यो चुस्ने फुल देख्दा त नि साथीहरू के याद आउँछ भन्नुहोस् त? पहिलाको कुरा याद आउँछ मलाई। के भन्दाखेरि चाहिँ यस्तो टुप्प यसरी फ्याँकेर क्या त चुस्थ्यो नि, त्यो याद आउँछ साथीहरू। बेसी टाढो पनि होइन, यहीँ हो, आन्टीहरूको घर चाहिँ हो। त म चाहिँ गइरहेको छु। घाममा चाहिँ अलिक राम्रै देख्छ यो क्यामेरा के, कति गरी चाहिँ के हुन्छ। ब्याक भिडियो गरेर कतिमा राख्दा ठिक्कै भिडियो आउँछ याद छैन कि मलाई त्यस्तो। अन्त त्यही भएर राम्रो आउँदैन हो। म चाहिँ गइरहेको छु साथीहरू। बिचै पऱ्यो हाम्रो गाउँको धारा, हिटी धारा। यतिमा चाहिँ बाँसको झ्याङहरू छ पुरा। बाँसको झ्याङै झ्याङ छ यहाँ चाहिँ। पुग्नु आँटेँ गाइजहरू। ल म चाहिँ भन्दै यहाँ चाहिँ घर बनाउँदैछ कि, अन्त अलिक बाटो अप्ठ्यारो छ यहाँनिर, हिँड्ने जग्गै छैन साथीहरू। म चाहिँ भन्दा पुगेँ। आन्टी ल्याउन आएको, यहाँनिर आएको साथीहरू। म चाहिँ ल्याउनु चाहिँ फोटो फेसबुकमा हाल्छ आइहाल्यो नि। अन्त यहाँ आएको साथीहरू म चाहिँ ल्याउनु हो। अस्तिनिर पनि यहीँनिर म साग ल्याउनु आउँदाखेरि नि साथीहरू डल्लै साग बिक्री भयो अरे, भिडियो हालिदिँदा। कतिमा चाहिँ यतिमा रहेछ नि त गर्नुपर्ने चाहिँ यतिमा त। लु उहीँ हो मालकिन चाहिँ हो, सागसब्जीको मालकिन चाहिँ। हाम्रो मम्मी जान्छ भोलि। कहिले पो? 27 तारिक। 27 तारिक म त हेर बिर्सेको छु त। अहिले भनेको म हाम्रोमा नि 27 तारिक हो। ए त्यसो भने 26 तारिक कालो लग्दा ठिकै हुनेछ है। टिप्नु गएको होइन? ए अलरेडी टिपिसकेको पो रहेछ। 30 रुपियाँको भनिदिनु पर्खिन अलिकति देखा म। ए साथीहरू टिपिदिरहेको रहेछ नि अलरेडी। खै कोपी ब्रोकली। ल धन्यवाद, जान्छु म। ल एकछिन लानु त खानु त, यताको हातले यसो गर्नु। ल साथीहरू गएको म चाहिँ धन्यवाद, बाई बाई। गएको पनि लागिहाल्यो त, बाई बाई। बाई बाई छोरी। खै अन्त बोजूले त भन्दैन त बाई भन्दै उनाउ के हुन्छ? बाई 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 भन्दै। फुलहरू हेर्न साथीहरू। बस्नु ल आन्टी, गएको 26 तारिक लाउनु पर्यो रहेछ कालो। 26 तारिक लाउनु, 27 तारिक त हो। लु बस्नै गएको। यहाँ हेर्नु साथीहरू, क्याक्टसहरू राम्रो राम्रो रहेछ यहाँ। म त तर फुलहरूको त त्यस्तो याद छैन, जान्दिनँ कि। दिदीहरूले मात्रै गर्छ, दिदी र मम्मी। म त जान्दिनँ, म भिडियो बनाउनु मात्रै हो। बस्नु है। ल साथीहरू म चाहिँ लागेको घर। हुन्छ सबैजनालाई धन्यवाद, बाई बाई, जय मसी।